हेलो नमस्ते एभ्रिवान, तपाईँहरूलाई स्वागत छ मेरो यो न्यू ब्लगमा। अनि अब म चाहिँ एउटा टिप लिएर जाँदैछु। अब म चाहिँ चढिसकेँ, गाडीमा चलाउन जाँदैछु। अब ब्याक गरौँ गाडी, हामी चाहिँ अनि जानुपर्ने हुन्छ अगाडि, अब बढ्नुपर्ने हुन्छ। हामी चाहिँ जानुपर्ने चाहिँ धेरै टाढा पनि छैन, तर हामी चाहिँ अब निस्किसकेको छौँ, निस्किरहेको छ, हेर्न सक्नुहुन्छ। यो गाडी टिफर चाहिँ एकदम बबालै रहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो टिफरमा चाहिँ पछाडि वर्ल्ड लभर लेखिएको छ, हेर्न सक्नुहुन्छ। हामी चाहिँ अब अफरोड जानुपर्ने हुन्छ। अफरोड चाहिँ म्युजिकमा है त। सो यहाँ चाहिँ एकदमै उकालो बाटो रहेको छ, हेर्न सक्नुहुन्छ। बाटो चाहिँ एकदम उकालो रहेको छ, तर यो टिफरको पिकअप पनि एकदमै बबालै रहेको छ, हेर्न सक्नुहुन्छ। यसले चाहिँ यस्तो उकालोहरू चाहिँ चढ्न मजाले चढ्न सकिन्छ। यो चाहिँ टिफर एकदम पिकअप चाहिँ बबालै रहेको छ, हेर्न सक्नुहुन्छ। भने यसको लुक्स, भित्री लुक्स पनि एकदमै बबालै रहेको छ, हेर्न सक्नुहुन्छ। अगाडिको यहाँ भित्री बाहिरी सबै लुक्स चाहिँ एकदम राम्रो रहेको छ यो टिफरको चाहिँ। तपाईँहरू पनि खेल्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। र अब हामी चाहिँ जाँदैछौँ, हेर्न सक्नु। बाटो चाहिँ एकदमै अप्ठ्यारो पनि रहेको छ। यतापट्टि हामी जानेपट्टि चाहिँ यहाँ पिच रहेको छ भने उता लेनमा चाहिँ अफरोड रहेको छ। तर पनि हामी चाहिँ बाटो अलिक साँघुरो रहेको कारणले उता च्यापिरहनु पर्ने अवस्था रहेको छ, हेर्न सक्नुहुन्छ। भने हाम्रो यो टिप चाहिँ यहाँ माटो लिएर आएको छु मैले चाहिँ आज चाहिँ, हेर्न सक्नुहुनेछ। अब थोरै भिडियो फेरि तपाईँहरूलाई बोरिङ हुनसक्छ, त्यही भएर थोरै भिडियो फेरि पनि म्युजिकमा है। फाइनल्ली हामी चाहिँ धेरै चलाएपछि चाहिँ हाम्रो गन्तव्य आइपुगिसकेको छौँ। र यति आइपुगिसकेको खण्डमा तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला, र साइडको बेल आइकनलाई दबाउन नभुल्नुहोला। र लाइक, कमेन्ट, सेयर, सब्सक्राइब त छँदैछ, हाम्रो सबै गरिदिनु होला, माया देखाइदिनु होला। यस्तै भिडियो चाहिएमा चाहिँ हाम्रो कमेन्टमा लेखिदिनु होला। अब चाहिँ हामी यो झार्न गइरहेको छौँ, हेर्न सक्नुहुनेछ। अब म्युजिकको साथमै बिदा हुन्छ है त।